सबैभन्दा सुरुमा मैले दिएको वेबसाइटको लिङ्कमा क्लिक गर्नुहोस् अनि त्यसपछाडि यो थोरै लोडिङ लिन्छ अनि यहाँ तपाईँको अगाडि धेरैवटा डायमन्डको अप्सन देखाउँछ। तपाईँलाई मनपर्ने डायमन्ड अथवा तपाईँको बजेटमा भएको डायमन्डमा क्लिक गर्नु। म जस्तै कि एउटामा क्लिक गर्छु, यसमा क्लिक गरेँ अनि त्यस पछाडि यहाँ एडको अप्सन छ, त्यसमा ट्याप गरिदिनु अनि यो एड हुन्छ। अनि यहाँ तल कार्ड छ अथवा यहाँ माथि पनि एउटा सानो झोलाको जस्तो नक्सा छ, त्यसमा जुनमा भने ट्याप गरिदिनु अनि त्यस पछाडि यहाँ आउँछ नि चेकआउटमा ट्याप गरिदिनुहोस् अनि यहाँ तपाईँको नेम गेमको होइन तपाईँको रियल नेम अनि तलतिरपट्टि नम्बर, यहाँ नम्बर हालिदिनु, गेमको नेम होइन रियल नेम र नम्बर अनि यहाँनिर क्लिक गरिदिनु अनि त्यस पछाडि यहाँ म्यानुअल पेमेन्टमा क्लिक गरिदिनुहोस् अनि त्यस पछाडि यो क्युआर आउँछ, यसमा लङ प्रेस गर्नुहोस्। लङ प्रेस गरिसकेपछि डाउनलोड इमेजको अप्सन आउँछ, डाउनलोडमा ट्याप गर्नु अनि त्यस पछाडि तपाईँहरू जुन एपबाट तपाईँ पेमेन्ट गर्नुहुन्छ त्यो एपमा जानु अनि क्युआरको अप्सनमा क्लिक गरिदिनुहोस्। क्युआर खोलिन्छ अनि त्यस पछाडि जुन डाउनलोड गरेको छ त्यो इमेज हाल्नुहोस् अनि त्यसपछि तपाईँले सिलेक्ट गरेको अप्सन जुन छ, मतलब जति डायमन्डको जति रुपियाँको जति डायमन्ड छ त्यो यहाँ एड गरिदिनुहोस्। त्यो 1000 पनि हुनसक्छ अथवा 900 पनि हुनसक्छ, 800 जति भए पनि त्यो यहाँ अमाउन्ट एड गरिदिनु अनि यहाँ रिमार्क्समा चाहिँ लेख्नुहोस् टपअप नेपाल, यसरी लेखिदिनुहोस् अनि यहाँ चेकआउट गरिदिनुहोस्। अनि चेकआउट गरेपछि याद राख्नु होला स्क्रिनसट लिइसक्नु होला पेमेन्ट गरिसकेपछि अनि फेरि वेबसाइटमा आउनुहोस् अनि यहाँ आई ह्याड पेडमा क्लिक गरिदिनुहोस्। त्यस पछाडि यस्तो खोलिन्छ अनि सेन्ड वाट्सएपमा क्लिक गरिदिनुहोस् अनि थोरै टाइम लाग्छ। त्यसपछि सेन्ड वाट्सएपमा क्लिक गरिदिनुहोस्, त्यसपछि थोरै लोडिङ लिन्छ अनि यस्तो इन्टरफेस आउनेछ अनि यसमा सेन्ड गरिदिनुहोस्। यो यस्तो देखाउँछ अनि यसमा सेन्ड गरिदिनुहोस् अनि सेन्ड गरिसकेपछि त्यो अघि पेमेन्ट गरेको स्क्रिनसट, यहाँ त्यो पेमेन्ट गरेको स्क्रिनसट सेन्ड गरिदिनुहोस् अनि हजुरको युआइडी जुन छ, म यहाँ ऱ्यान्डम युआइडी लेख्दैछु, त्यो सेन्ड गरिदिनुहोस्। सबै गरिसकेपछि तपाईँको टपअप भयो कि भएन त्यो हेर्नको लागि यहाँ माथि सी इनभोइसमा ट्याप गरिदिनुहोस् अनि यहाँ हेर्न सक्नुहुन्छ इन्कम्प्लिट पेमेन्ट। यो जब सबै भइसक्छ, जब तपाईँको टपअप भइसक्छ तब यहाँनिर यस्तो देखाउँछ कम्प्लिट एन्ड पेड देखाउँछ र यति देखाइसकेपछि जान्नुहोस् कि हजुरको टपअप भइसक्यो।